नमस्ते, वेलकम टु माई मिनी ब्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ? म नि सन्चै छु। आज चाहिँ शनिबार आइतबार छुट्टी हुन्छ नानी बाबुहरूको। अनि शनिबार कपडा धोइदिएपछि आइतबार देउसभरि सुक्छ भनेर मैले चाहिँ शनिबार धोइदिएको। अनि म शनिबार धोएपछि पानी आउला चाहिँ गरेछ, अनि त्यही पनि भिज्छ कि भनेर छिटो धुँदैछु। अनि धोएपछि म चाहिँ बारीमा जानलाई छिटो गरेको। अनि बारीमा गएँ। बारीमा गएपछि बडियो सेबियो टिपेँ। अनि हेर्नु न कति राम्रो बडी फलेको रहेछ। बारीमा नगएको कति भयो, मकै पाकेर कस्तो भएको छ हेर्नु साथीहरू। हजुरको घरतिर मकै सकै पाकेको छ कि नै? हाम्रोतिर चाहिँ हाम्रो बहिनीहरूकोतिर चाहिँ मकै पाकेको रहेछ। अनि हाम्रो बहिनीले चाहिँ घाँस काटेको छ उहाँ हेर्नु न साथीहरू। मैले चाहिँ यता बडी टिप्दैछु। बडी टिपेर थुप्रै गराएँ। लौका पनि फलेको रहेछ। मकै हेर्नु कस्तो छ। अनि मकैको घोगा फेरि एउटैमा दुईवटा हुने बिरुवाहरूको चिल्लो पात, नहुने बिरुवाको फुर्सो पात भन्ने यही हो। हेर्नु चाहिँ करेला फर्सिया मन्टा सब टिपेँ। अनि मैले चाहिँ बडिसक टिपेर बेर बनाएँ। अनि कराही बसालेँ। अनि कराही बसालेपछि तेल हालेर अनि मैले चाहिँ जिरा हाल्छु। मैले चाहिँ जिरा पड्काउँछु है साथीहरू। हजुरले के पड्काउनुहुन्छ? प्याज हाल्नुहुन्छ होला। मैले चाहिँ जिरा हाल्छु। अनि मैले चाहिँ मकै पनि पोलेछु बुढामा। अनि हेर्नु न साथीहरू, मकै पोलेछु। अनि सब्जी बसालेँ। अनि मलाई चाहिँ धेरै गर्मी भएको थियो। हेर्नु पसिनै मात्रै भएर म चाहिँ बाहिर निस्केँ। अनि छिटो खाना बनाएँ भएँ। अनि नानी बाबुलाई खानासाना दिएको छु। नानी बाबुले मैले आमाले सबै खानासाना खाइयो। आजको भिडियो यति नै। अर्को भिडियोमा भोलि भेटौँला। बाई बाई।